प्राप्त गर्नको लागि दिनुहोस्, गिभ टु गेट भनेर उनीहरू भन्दछ। जति बढी हामीले उनीहरूको मिसनको लागि दियो, वृद्धिको सुसमाचार भनेको जसले यसो ख्रिस्टमा साँचो विश्वास गर्छ ती व्यक्तिहरूले चाहिँ यस जीवनमा नै निश्चित रूपमा समृद्धिको सुसमाचार आज गलत छ। उनीहरूले ख्रिस्टको बारेमा प्रचार गर्दैन। ख्रिस्टले तपाईँ र हाम्रो लागि के गर्नुभयो र ख्रिस्ट किन हाम्रो लागि आवश्यकता छ भन्ने कुरा कहिले प्रचार गर्दैनन्। सबैजनालाई जय मसीह। फेरि पनि म तपाईँहरूलाई स्वागत गर्दछु अर्को नयाँ टपिकमा, शीर्षकमा। र आजको शीर्षक रहेको छ समृद्धिको सुसमाचार भनेको के हो, वाट इज द प्रोस्पेरिटी गस्पल भन्ने कुरालाई लिएर आएको छु। र साधारण अर्थमा भन्नुपर्दा चाहिँ समृद्धिको सुसमाचार भनेको जसले यसो ख्रिस्टमा साँचो विश्वास गर्छ ती व्यक्तिहरूले चाहिँ यस जीवनमा नै निश्चित रूपमा भौतिक आशिषहरू, शारीरिकसँगै र आर्थिक सबै कुराहरू नै प्राप्त गर्छन् भन्ने शिक्षा नै समृद्धिको शिक्षा हो। र उनीहरूको मुख्य शिक्षा चाहिँ त्यहाँ धेरैवटा छ र तीमध्ये मैले 3वटा लिएर आएको छु। र पहिलो नम्बर रहेको छ कि येशूले चाहिँ यस जीवनका लागि मुक्तिका सबै लाभहरू किनिदिइसक्नु भएको छ। येशूले आफ्ना मानिसहरूको लागि शारीरिक, भौतिक, आर्थिक पापहरू हटाउनलाई प्रयासित हुनुभयो भनेर उनीहरूले भन्दछन्। तर आज तपाईँ हामीलाई बाइबलले यसरी बताउँदैन। प्रियभित्रहरू, बाइबलले त हामीले यसरी बताउँदछ कि परमेश्वरले मानिसहरूलाई यीशु ख्रिस्टमा किन बोलाउनुहुन्छ भन्दाखेरि उनीहरूको पाप क्षमाको लागि यीशु ख्रिस्टमा बोलाउनुहुन्छ भनेर हामीलाई बताउँदछ। अनि यीशु ख्रिस्टले चाहिँ आफ्ना मानिसहरूको लागि चाहिँ पाप क्षमाको लागि उहाँ प्रयासित हुनुभयो भनेर हामीलाई बताउँदछ। प्रेरित 2:38, प्रेरित 5:31 अनि प्रेरित 10:43 हुँदै हामीले प्रेरित 26:18मा हामी यो पाउन सक्छौँ। र आज चाहिँ येशू ख्रिस्ट चाहिँ पापी मानिसहरूको पापको क्षमाको लागि प्रयासित हुनुभयो। आज न त भौतिक आर्थिक कुराको लागि उहाँ प्रयासित हुनु भएन। र दोस्रो रहेको छ प्राप्त गर्नको लागि दिनुहोस्, गिभ टु गेट भनेर उनीहरू भन्दछ। जति बढी हामीले उनीहरूको मिसनको लागि दियो, होइन, उनीहरूको चर्चको लागि दियो, उति नै धेरै हामीले भौतिक आशिषहरू प्राप्त हुन्छ, हामीले समृद्धि हुन्छ भनेर उनीहरूले सिकाउँदछन्। तर हामीलाई बाइबलले यसरी सिकाउँदैन। बाइबलले हामीलाई कहिल्यै पनि धन कमाउनको लागि, धन प्राप्त गर्नको लागि, अझै तिमीलाई धेरै नै हुनेछ भनेर कहिले पनि समृद्धिको बारेमा हामीलाई सिकाउँदैन, भन्दैन। तर चर्चलाई दिने कुरा त आज हाम्रो त यो त एउटा विशेष अधिकार हो, यो हाम्रो कर्तव्य हो। आज चर्च परमेश्वरको राज्यको लागि हामीले दिनुपर्दछ। कसरी होला? उदारतापूर्वक। जब हामी उदारतापूर्वक परमेश्वरको राज्यमा दिन्छौँ तब परमेश्वरले हामीलाई अझै उहाँको अनुग्रह प्रशस्त मात्रामा पार्नुहुन्छ ताकि आज हामी उदारतापूर्वक दिन सकौँ भनेर। यो चाहिँ 2 कोरिन्थी 9:8-11। यदि दिनुहुन्छ उहाँकै इच्छामा दिनुहुन्छ, यदि दिनुहुन्न उहाँकै इच्छामा दिनुहुन्न। तर हाम्रो कर्तव्य भनेको चर्चलाई दिने भनेको त हाम्रो हामीले उदारतापूर्वक दिनुपर्दछ। हामी न कि हामी पाउँछु भनेर होइन, मैले ती दिएँ भने मलाई 5को 10 आउँछ, 10 दिएँ भने मलाई 10को 20 आउँछ भनेर होइन। तर हामी चाहिँ आफूसँग भएको कुरा उदारतापूर्वक हामीले दिनुपर्दछ। जस्तो कि हामीले विधवाको भेटीलाई पनि हेर्न सक्छौँ। अनि तेस्रो रहेको दादीका साथ नाम लिनुहोस्, नेम इट एन्ड क्लेम इट। अनि जब उनीहरूले भन्छन् कि पर्याप्त विश्वासको साथ हामीले प्रार्थना गऱ्यो भने रोग, हाम्रो आर्थिक गरिबी, हामी होइन त्यस कुराहरूको अधीनमा बसिराख्नु पर्दैन। जब हामी विश्वासको साथ प्रार्थना गऱ्यौँ भने अझै हामीले भौतिक आशिषहरू प्राप्त हुन्छ। अझै भौतिक आशिषहरू प्राप्त गर्नको लागि परमेश्वरलाई सशक्त बनाउँछौँ, अझै कम्पेल गर्छौँ भनेर उनीहरूले भन्दछ। यदि कोही दुःखी गरिबमा छ भने अथवा रोगसँग लडिरहेको छ भने उनीहरूले भन्छन् कि उनीहरूको व्यक्तिगत विश्वासको कारणले गर्दा आज उनीहरूले यो भोगिरहेको छ। अनि उसले विश्वासको साथ जब हामी प्रार्थना गर्छौँ नि, अनि परमेश्वरलाई अझै हामीलाई दिनको लागि, समृद्धि बनाउनको लागि चाहिँ परमेश्वरलाई बाध्य बनाउँछौँ भनेर उनीहरूले सिकाउँदछ। अनि त्यति मात्रै होइन, जब हामी घोषणाको साथ प्रार्थना गर्छौँ, विश्वासको साथ घोषणा गऱ्यो भने त्यो अघि नै त्यो आशिषहरू हाम्रो भइसकेको छ भनेर उनीहरूले हामीलाई सिकाउँदछ।
तर समृद्धिको सुसमाचारले यो सिकाउँछ भन्दाखेरि बाइबलले चाहिँ हामीलाई के बताउँदछ भन्दाखेरि उदाहरणको लागि हामी पावलको जीवनलाई हेरौँ न। पावलको जीवन 2 कोरिन्थी 12:7 - 9 हेऱ्यो भने पावलले पनि त्यहाँनिर प्रार्थना गरेको छ कि उसलाई सताउने कुरा अनि ऊमा हुने त्यो घमण्डको कुराहरूबाट रोक्नलाई यो कुराहरू हटोस् भन्ने उसले प्रभुसँग 3 पटक प्रार्थना गरेको छ। तर यीशुले के भन्नुभयो? मेरो अनुग्रह तिम्रो लागि पर्याप्त छ किनकि मेरो शक्ति दुर्बलतामा नै बढी सिद्ध हुन्छ भनेर उहाँले भन्नुभयो। यहाँनिर पावलको विश्वास कमजोरी भएको कारणले होइन, पर यीशु ख्रीष्टले यसो भनिराख्नु भएको छ। त्यसकारणले गर्दा परमेश्वरले हामीलाई यही जीवनमा सँगै पार्नुहुन्छ या पार्नुहुन्न, भौतिक आशिषहरू दिनुहुन्छ दिनुहुन्न, यो सबै उहाँको हातमा छ। उहाँले कहिले पनि प्रतिज्ञा गर्नुभएको छ कि हामी तिमीलाई यही जीवनमा पूर्ण रूपमा निको पार्छु, पूर्ण रूपमा सबै कुरा दिन्छु भन्ने कुरा। बरु उहाँले त हामीलाई के भन्नुभएको छ भन्दाखेरि सबै परिस्थितिमा तिमीहरू के हौ? सन्तुष्ट रहन सक, सन्तुष्ट रहौ भनेर हामीलाई बताउनु भएको छ। जब उहाँ दोस्रो पटक आउनुहुन्छ र हामीलाई उहाँसँग लानुहुन्छ त्यस पछाडि मात्रै त्यो पूर्ण रूपमा त्यो प्रतिज्ञा पुरा हुँदछ भनेर हामीलाई बाइबलले बताउँदछ। त्यसै कारणले गर्दा प्रिय मित्रहरू, समृद्धिको सुसमाचार वचन केन्द्रित भन्दा पनि बढी भौतिक केन्द्रित, भौतिक आशिषसँगैमा केन्द्रित रहेको छ। र आज हाम्रो आवश्यकता भनेको यो भौतिक आशिष, शारीरिक सँगैहरूभन्दा पनि बढी त हामी पापबाट क्षमा पाउनु। त्यसै कारणले गर्दा सुसमाचारको मुख्य सन्देश पनि यही हो कि ख्रीष्टले आफ्नो मानिसहरूको लागि, मानिसहरूको पापको प्रायश्चितका लागि उहाँ मर्नुभयो अनि उनीहरूको पाप क्षमाको लागि उहाँले आफ्नो रगत त्यो कल्भरी नाटकको क्रुसमा बगाउनु भयो। उत्पत्ति 3 अध्यायमा टुटेको पितासँग टुटेको, पिता परमेश्वरसँग टुटेको हाम्रो सम्बन्धलाई चाहिँ यसो ख्रीष्टले आज मिलाप गराउनु भएको छ। त्यही कारणले गर्दाखेरि चाहिँ समृद्धिको सुसमाचार आज गलत छ। उनीहरूले कहिले पनि ख्रीष्ट केन्द्रित प्रचार गर्दैन। प्रिय मित्रहरू, आज तपाईँहरूले कुन किसिमको वचन सुन्दै हुनुहुन्छ? कि तपाईँहरूलाई ख्रीष्टले के गर्नुभयो भन्ने कुराको सुन्दै हुनुहुन्छ, या तपाईँले ख्रीष्टमा आउनुहोस् र समृद्धि प्राप्त गर्नुहोस्, सँगै प्राप्त गर्नुहोस्, आशिष लिनुहोस् भन्ने कुराको सुन्दै हुनुहुन्छ? हो, समृद्धिको सुसमाचार प्रचार सुन्दा एकदमै सुन्नु लाग्ने हुन्छ। जब हामी वचन केन्द्रित, ख्रीष्ट केन्द्रित प्रचार सुन्छौँ त्यो कुराले हामीलाई एकदमै घोज्छ, किनकि हामी पापी मानिसहरूलाई घोज्छ, घोज्नुपर्छ। उद्धार र मुक्ति भनेको केवल यसो ख्रीष्टमाथिको विश्वासद्वारा मात्र आउनु छ। त्यही कारणले गर्दा आज तपाईँ र मेरो लागि यसो ख्रीष्टले भौतिक आशिषभन्दा हाम्रो पापको प्रायश्चितको लागि, पापबाट क्षमा पाऊ, पितासँग त्यो टुटेको सम्बन्धलाई मिलाप गराउनु भएको छ। त्यो कुरामा हामी केन्द्रित रहौँ। हस्त जय मसीह।